नानी अहिलेको केटाकेटीले के दुःख गरेको भन्नु हाम्रो पालामा थियो नि हो दुःख है अघियामा अनि पहिला तामाङमा सौदा गर्नुको लागि त एक देश जानुपर्ने होइन बाटोहरू यस्तो च्याप्लेटी ढुङ्गा हुनुपर्ने त्यस्तोमा पनि हामी खाली खुट्टा हिँड्थ्यौँ चट खुट्टा फुट्थ्यो हौ त्यो बेसी त्यो च्याप्लेटी ढुङ्गामा हिँड्नु यता ओहोरदोहोर गर्नु परेर बेसी अनि अहिले त हेर रोड छेउमै छ गाडीमा जति गाडी भने गाडी जतिखेर पनि हो अहिले त केटाकेटी रोडमा गाडी आउँछ नि सौदा लिनु जानु मान्दैन हगियामा बित्था अनेक थरी नबोली बस्यो बौला जस्तो पग्ला जस्तो खुट्टा चाहिँ किन पसारेको सपक्क बसेर खानु नि पलेटी कसेर खानेकुरा खाँदाखेरि त अनि जे खाँदा पनि किन मुख बजाएको ल मुख बजाउनै पर्छ नकरा न आमा नकरा हेर्न आमा म त जे खाँदा पनि पुरा छाती भत पोलेर आउँछ हौ आमा के भएको यस्तो छाती डढ्यो भने पानी छम्किनु नि अनि खाँदैन यस्तोहरूसँग के गफ गर्नु दुईटा खुट्टामा हिँड्छ र अनि भात खान्छ र मात्रै कसले नि बोल्नु भनेको छ तपाईँलाई नगर भाइ जाने तिमीहरूले कुको डुङ्ग्रोहरू जति भन्दा नि